Today we will learn some household articles. आज हामी केही घरेलु सामानहरूको बारेमा सिक्न जाँदैछौँ. Please don't forget to like, comment to this channel. Hearth, अगेनु, cupboard, दराज, मोटर, ओखली, आइरन, इस्त्री, fuel, इन्धन, mirror, ऐना, cup, bowl, कचौरो अथवा बटुको, blanket, कम्बल, comb, काइयो, fork, काँटा चम्चा, chair, कुर्सी अथवा मेज, ash, खरानी, cauldron, खड्कुलो, cot, खाट, jar, गाग्रो अथवा ठेकी, mat, चट्टाई अथवा गुन्द्री, spoon, चम्चा, sieve, चाल्नी, key, साँचो अथवा चाबी, tongs, चिम्टा, चिम्नी, नेपालीमा पनि यसलाई चिम्नी भनिन्छ, स्टोभ, चुल्हो, इलेक्ट्रिक स्टोभ, विद्युतीय चुल्हो, स्टिक, छडी अथवा लौरो, अम्ब्रेला, छाता, ब्रुम, कुचो अथवा झाडु, बास्केट, टोकरी अर्थात् डालो, रोप, डोरी, स्ट्रिङ, धागो, डोरम्याट, ढोकेमान्द्रो, ब्यालेन्स, तराजु, बेडसिट, तन्ना, वायर, तार, लक, ताला अथवा ताल्सा, डिस, थाली, प्लेट, सानो खालको थालीलाई प्लेट भनिन्छ, लैडल, डाडु, टुथ पाउडर, दन्त मञ्जन, टुथपिक, दाँत कोट्याउने सिन्का, ल्याम्प, बत्ती अथवा दियो, म्याच बक्स, सलाइको बट्टा, थ्रेड, धागो, ट्याप, धारो, बेड, ओछ्यान अथवा पलङ, स्विङ, पिङ, स्प्याचुला, पन्यु, फ्लावर भेज, फुलदान, बक्स, बट्टा अथवा बाकस, पट, भाँडो, युटेन्सिल्स, भाँडो अथवा बर्तन, आइस बक्स, बरफ राख्ने बाकस, बकेट, बाल्टी, ब्रस, बुरुस, रोलिङ पिन, बेलना, स्याक, बोरा, बोतल, बोतल, इङ्ग्लिसमा बोतल र नेपालीमा बोतल भन्नु पर्दछ, क्यान्डेल, मैनबत्ती, केरोसिन ओइल, मट्टीतेल, टेबल, मेज, वार्ड्रोब, लुगा राख्ने अलमारी, टेबल डेस्क, लेख्ने फल्याक, म्याच स्टिक, सलाइको काँटी, अट्याची, सानो ब्याग, सोप, साबुन, सोप केस, साबुनदानी, निडल, सियो अथवा सुइरो, क्विल्ट, सिरक, पिलो, सिरानी अथवा तकिया, फनेल, सोली, हबल बबल, हुक्का,